지구 थौया ज्याजो कथा ज्याजोले लस्कुस नजो तेगुजे तुगु लस्कुस नजो त्यादित थमा ज्याजोले झाइदिबी सकल हने बबी मु पापा ओ सकल सिदन लस्कुस नदित न्यवा हेकु खया नाय एवं तुगु हाइकु किच सोफ्रिया अवधारणाका एवं हाइजिन हने बमा श्रेष्ठ प्रधान जुयाताजी थन्डासे बनाउँछ जी तना लस्कुस नचो बासने आगो चिकमुके ओजट जोजलपा नमस्कार थौं अर्थात् आज नेपाल सम्बत 1144 चौलागा एकादशी सञ्चरबार मे 4 वैशाख 22 गते थौं अन्तर्राष्ट्रिय हाइकु दिवस अप्रिल 17 लस्दा अनिवामा हाइजिन श्याम सुन्दर छेजुया सफो हाइकु खिच या चिखी फेने जाजो सची थनु नचना सक्षिता हक्न छ जोजल पाया या से लस्कु स्यान जना आज अन्तर्राष्ट्रिय हाइकु दिवस अप्रिल 17 को उपलक्ष्यमा श्रद्धेय अग्रणी हाइजिन श्याम सुन्दर छेजुद्वारा नेपाल भाषामा सृजित हाइकु किताब पुस्तक विमोचन कार्यक्रममा हामी यहाँ भेला भइरहेका छौँ सबैमा अभिवादन अर्पण गर्दै फेरि एकचोटि नमस्कार गर्दै हार्दिक स्वागत गर्दछु तु चिखपेने ज्याजोया मोपा नेवामा पूर्व प्रधान न्यायाधीश बाजु कल्याण श्रेष्ठ जो विशेष पा गद्य कवि हाइजिन साहित्यकार एवं समीक्षक डाक्टर आनन्द जोशी जो पा साहित्यकार मोहन डुवाल जो चिकित्सक एवं साहित्यकार डाक्टर सुमन ताम्राकार जो सफुया पिकाका वरिष्ठ अधिवक्ता श्याम सुन्दर सेजुया तर्गम भ्या मेजो अमिता लक्ष्मी सेजु श्रेष्ठ जो नेवा हाइकु खय पास्पी श्याम सुन्दर जुया छेजपी हाइजिन एवं साहित्यकार पास्पी कानुनी पेशा ध्यानाचना देवी महिला तथा सज्जन बिन्पी पत्रकार पासपी जिमीको बनाय त स्वीकारेन थन छाया देवी व नेवा सूचना केन्द्र फेसबुक पेज मार्फत जिपी नपस्वाना चना देवी सकलसित हनमन दशे सकलसित लस्को सेसे थुरु सफु हाइकु किचा निर्माण व परिकल्पना छु खन नेथनेको उजा कासे जिथौ खन न्याकेको कुदाय विगत पीडर दिशे नेवा हाइकु खेल नेपाल भाषा साहित्य हाइकु विधाय विकास प्रवर्धन यागु ज्या नेछला चुनाव जुल थुबु अभियान झोले जिमसा भर्चुअल व सशरीर मुना ज्याजो न्याकावया चुनावको छिटुदा जानकारी दुजुइमा थजाको गतिविधिले से वरिष्ठ हाइजिन पि नाप्लना सहल ब्याकेको हाइजिन पास पिनेको सपु पिथनेको अथे फुते चाते ग्वालियना वया चुनाव जुल अनुभवमा वरिष्ठ समालोचक विशेषण नेवा हाइकुया अध्यता इन्द्र मालिजु नाप चियाकगु इ नीति जग नाप्ला खन अथेसा वयक लेख रचना लिन सकत जिमसा आपला ज्ञान कया नाप अनुसरण न नभएसना थथे मेमेपि वरिष्ठ हाइजिन पि अले समीक्षक पि नाप सहल बेकेको ज्या न्याकाया चुनाव जुल थोया झोले जापानी हाइकु साहित्य या त नेपालले स्थापित यागो अभियान या नेहलवापी मध्ये उल्लेख्य भूमिका मितादेवी नेवा साहित्यकार पि श्याम सुन्दर सेजो ईश्वरानन्द श्रेष्ठाचार्यका इन्द्रमालजी तिथि आलेख सिका बुझल वेका पनि छेज पिनेको अले वेका पनि छेज पिनेको सपु मालेको झोले हाइजिन साहित्यकार एवं सिनेमाटोग्राफर भाजु मानिक उराजु पाखे थुगु सफुए पिकाका वरिष्ठ अधिवक्ता एवं श्याम सुन्दर सेजु या तदिकम म्यामेजु अमिता जुनाप ल्यागो बटा चोल प्रारम्भिक चरण निगु सुंगु सहल पचाका जिमगु इनापेता स्वीकारेन वेका व सकल छेज पिसा श्याम सुन्दर जुया हाइकु मुना सफु पिथनेगु कोछिना खन्नेगा दिला अले जिमता पत्यायना थु सफु पिथनता प्राविधिक वालियाता जिमता फालन बिया जिमसा दया जिपि विज्ञपि मको अतिसा जिगु ज्ञान जिमीको ज्ञान विवेकको क्षमता
यहाँ दत्ते बालक सफु पिथेन्ता ग्वालियाको बचान पिएको छ वकीय प्रतिफल कथा छु इलिपा हनिबामा पूर्व प्रधान न्यायाधीश पाखे सफोया चिकिफिने ज्याजो पचाका हाइको किचा सफोया खा चिकपिसा खंके भई थुगु सफु गोली गेन बा थिकी जिमीको प्रयास गोली ताल त छिकपिनेको प्रतिक्रिया पाखे सिकेको अपेक्षा हुन्छ नेपाल भाषा साहित्यमा हाइकु साहित्य विधालाई पनि स्थापित गर्ने उद्देश्यले विगत 4 वर्षदेखि नेवाएको खेलले विविध कार्यक्रमहरू मार्फत विकास र प्रवर्धनका कार्यक्रमहरू गर्दै आएका थियौँ। यसै अनुरूप नेपालमा जापानी हाइकु साहित्यलाई स्थापित गर्नुहुने यो नेपाल सम्बत 1979 अर्थात् विक्रम सम्बत 2016 साल ताकाका अवस्था थिए। व्यक्तिहरूमध्येका अग्रणी हाइजिन श्याम सुन्दर सेजु पनि हुन् भन्ने जानकारी हामीले इन्द्रमालीजो मार्फत पाए। तत्पश्चात हामीले उहाँका परिवारजनको खोजी कार्य गर्न थाल्यौँ। जस अनुरूप हाइजिन साहित्यकार एवं सिनेमाटोग्राफर मित्र श्री मानिक उराया मार्फत श्याम सुन्दर सेजुका ज्येष्ठ सुपुत्री एवं वरिष्ठ अधिवक्ता श्री अमिता लक्ष्मी सेजु श्रेष्ठ ज्यूसँग भेट्ने अवसर मिल्यो। विभिन्न चरणका छलफलहरू पश्चात श्याम सुन्दर सेजुद्वारा लिखित नेपाल भाषाका अप्रकाशित हाइकु प्रकाशन गर्ने निधोमा पुग्यो, जसको उपलब्धि स्वरूप अहिले केही समय पश्चात श्रद्धेय पूर्व प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठज्यूबाट विमोचन भए पश्चात यहाँहरूले हाइकु किचाउको रूपमा देख्नुहुनेछ, जसमा श्याम सुन्दर सेजुका नेपाल भाषाका उल्लेखनीय हाइकुहरू पाउनुहुनेछ, जसको प्रतिक्रिया यहाँहरूले आफ्नो अनुकूल माध्यम मार्फत हामीले प्राप्त गर्ने अपेक्षा राखेका छौँ। तुगु सफु पितने बुझ्या न्यानावंशे श्याम सुन्दर सेजु यथि कथाया व्यक्तित्व लिसे क्षमता बारे दिमसन सिके सेकेखन वेका श्याम सुन्दर सेजु नेपाल भाषा हो खस भाषाया माध्यममा हाइकु गद्य कविता निबन्ध अनुवादक नपा कासा विशेषण चेस क्रिकेट व टेनिस बारे ज्ञानवर्धक चोसो आदि जुया छ उल्जको मखु पंथी दे निसे ये देशे थंक शिक्षा क्षेत्र शिक्षक निसे प्रधानाध्यापक तथा उल्लेख्य योगदान याना जाम जुयादी अले गोरखापत्र राष्ट्रिय दैनिक गोरखापत्र संस्थानीय प्रधान संपादक तकन जिया पत्रकारिता खेलेन योगदान याना जाम प्रेरणादायी व्यक्तित्व जुयादी वेका सामाजिक लिसे महिला सशक्तिकरण अभियान जुया। यस पुस्तक प्रकाशनको क्रममा हामीले श्याम सुन्दर सेजुका विविध क्षमता बारे जानकारी पाउँदै गर्ने अवसर प्राप्त भयो, जस अनुरूप उहाँ अनुवादक साहित्यकार विशेष गरिकन हाइकु गद्य कविता निबन्ध आदि विधाका प्रखर सर्जक तथा खेल प्रेमी चेस क्रिकेट र टेनिस पत्रकारितामा राष्ट्रिय दैनिक गोरखापत्रका प्रधान सम्पादक सम्मको जिम्मेवारी वहन गर्नुभएका शिक्षा क्षेत्रका अभियन्ता शिक्षकदेखि प्रधानाध्यापकसम्मको योगदान गर्नुहुने समाजसेवी एवं महिला सशक्तिकरणका अभियन्ता रहेको पाएँ। यसबाहेक उहाँका बहुआयामिक प्रतिभाको खोजी गर्न सरकार समाज र निजी क्षेत्रले अझै धेरै अनुसन्धानात्मक कार्य गर्नुपर्ने हामीलाई बोध भएको छ। यसका लागि श्रद्धेय आजका प्रमुख अतिथि यस समारोहमा उपस्थित हामी सबैले आफ्नो क्षमता अनुसार सम्बन्धित सरकार सङ्घ संस्था एवं व्यक्तिहरूलाई झकझकाउन अपरिहार्य देख्दछौँ। सङ्घीय सरकारको पहलमा श्याम सुन्दर सेजुलाई राष्ट्रिय सम्मान दिने हेतु उहाँको नाममा प्रतिष्ठान नै स्थापना गरी आवश्यक अनुसन्धानात्मक कार्य गर्न बजेटको समेत व्यवस्था गर्न प्रमुख अतिथिज्यू मार्फत अनुरोध गर्दछौँ। कम्तीमा उहाँका अप्रकाशित कृति र सङ्कलित पाण्डुलिपिहरूलाई सङ्कलन गरी जनसमक्ष पुर्याउन सहयोग मद्दत पुगोस्। थौय विशेष गद्य कवि हाइजिन एवं समीक्षक हनिबामा डाक्टर आनन्द जोशी जो श्याम सुन्दर सेजु हाइकु लिसे नेपाल भाषा नेपाय थिति भाषा हाइकु साहित्य
साहित्य हो विश्व न्याङ्कय मेमेगो भाषा हाइकु नाप दाना किनेको अपेक्षा याना बुकी नेपाली पथे जिपी नेपाल भाषा हो मेमेगो भाषा हाइकु विधा स्थापित जाना वने माथेको मान्यता जना ध्याना जना पिन्द अझ बदैको जिमसम आशा हेर्न जना श्याम सुन्दर सेजुया छेजा पिनेगो वस समकालीन पासा पिनेगो लुमन्ती चुसो पाखे वे कया बहुआयामिक व्यक्तित्व मसिकी खन नापाउ कि यता उजागर यता जिम्ता अफल आज विमोचित हुने हाइकु किताब पुस्तकलाई मूर्त रूप दिने प्रक्रियामा श्री अमिता लक्ष्मी सेजु श्रेष्ठ लगायत श्याम सुन्दर जुका परिवारजनले कुना काप्सामा छरिरहेका पाण्डुलिपिलाई यथास्थित यहीमा रूपमा सङ्कलित गरी हामीलाई उपलब्ध गराउनु भई प्रकाशन योग्य बनाउनलाई हामीलाई अति सरल बनाएको छ। सयौं पानाहरूमा लिखित पाण्डुलिपिलाई केलाएर प्रकाशनार्थ 204 हाइकु छानिदिनु भएकोमा हाइजिन एवं नेपाल नेवा हाइकु ख्यका उपाध्यक्ष श्री टियु पुजेलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आफ्नो व्यस्त समय र अस्वस्थताका बावजुद विदेश पोर्चुगलमा रहनुहुँदा समेत समीक्षात्मक लेख रचेर र प्रत्येक दिन जस्तै पुस्तकको रूपरेखा समेत बारे चिन्ता लिएर पुस्तकको शोभा बढाउन सहयोग गर्नुहुने भाषाशास्त्री समाजसेवी एवं कविता ल्याकोका अध्यक्ष डाक्टर ज्योति प्रभा दुलाराज्यूलाई हार्दिक नमन व्यक्त गर्न चाहन्छौँ। साथै आजका विशेष अतिथि गद्य कवि हाइजिन एवं समीक्षक श्रद्धेय डाक्टर आनन्द जोशीबाट नेपाल भाषा र नेपाली भाषाभाषीहरूको सृजनामा कृत हाइकु र विश्व हाइकु बारे केही उजागर गरिदिनुहुने अपेक्षा राख्दछौँ। थौयथु समारोह छ मुपा निसे गण्यमान्य कानुन व्यवसायी पिनेको अले साहित्यकार पिनेको उपस्थिति जिमेको हौसला अपेक्षा बिउदो जिपी उत्साहित जिया कि सीमितता थने को मचायामा थजाको आत्मीयता लिपना निरन्तर ध्यानाचनेमा धका आशा हेर्न जुना जिमसा आशा या कने दिनसा साहित्य खेले धिमिना मचोपे छिक्पे कानुन व्यवसाय जुसा हाइकु साहित्य विधा पाखे साहित्य खेले पदार्थ पनि अनादि छिक्पे सकसिता हाक्न सको लस्को सेना जुना ज्याजले पुङक सहभागी जुया ग्वाली अनादि अले जिमेको मगा मचाएता कुलादी धेरको फल सकाय जुना थुयालिपा थौ थो सफु विमोचन जी या छिक्पिङके श्याम सुन्दर साई जुया थो हाइकु किता सफती दुथागो न्याको हाइकु बनेको अनुमतिका हाइकु त थते दो पनौतियाम ह बासुकी थेन ताक रोसी न्या थेन थुई पनौतियाम ह बासुकी थेन ताक रोसी न्या थेन थुई मेरो टेलिभिजन मतवंका सोचना थत थमजी टेलिभिजन मतवंका सोचना थत थमजी मेगो देग चाहियो इमुखना चिलागो चकोचन्दुल देग चाहियो इमुखना चिलागो चकोचन्दुल मेगो भौचा सिवए छुते थिथि खजुल भौचा सिवए छुते थिथि खजुल सुरक्षा माला भौचा सिवए छुते थिथि खजुल सुरक्षा माला मेरो थहुए जाले सिना चौम माकाचा भुजी खना गया थहुए जाले सिना चौम माकाचा भुजी खना गया अथेन्तु इन्द्रमाली जुया अतिक लुमङ्गे बाबु थापो हाइको चुयापु हाइको जिके थापो धागो कथन याता नमनेना जिउ छपु हाइको बाचन यागो याता उजका हाइको थते दो भुनु ख अंगला जगत्ताई माथ्या मथन भुनु ख अंगला जगत्ताई माथ्या मथन सुभा